इंटीग्रेशन अफ रैशनल फंक्शन बाई पार्शियल फ्रैक्सन मेथडमा टाइप 3 को क्वेशन्सहरु एक्जाममा अलि धेरै रिपिट भइरहेको हुन्छ त्यसकारणले अरु क्वेशन भन्दा यो अलि धेरै इम्पोर्टेन्ट पनि हो टाइप 3 मा के हुन्छ भन्दाखेरि डिनोमिनेटर कन्सिस्टिङ अफ क्वाड्रेटिक फ्याक्टर एन्ड लिनियर फ्याक्टर डिनोमिनेटरमा चाहिँ एउटा क्वाड्रेटिक फ्याक्टर हुन्छ एउटा लिनियर फ्याक्टर हुन्छ है यो लिनियर फ्याक्टर भयो यो x² + 4 भन्ने फ्याक्टर छ नि यो चाहिँ क्वाड्रेटिक फ्याक्टर भयो यो 1 2 3 4 5 मैले यहाँनिर क्वेशन्सहरु लिएछ यो सबै त्यही नेचरको क्वेशनहरु हो ल अब यसलाई कसरी सल्भ गर्ने स्टेप वाइज म 1 बाट सिकाउँछु ध्यान दिएर हेर सजिलै सल्भ हुन्छ 1 नम्बरको क्वेशन हेर इंटीग्रेशन अफ x minus 1 x square plus 4 dx अब यसलाई पार्शियल फ्र्याक्सनमा ब्रेक गर्नु पर्यो हैन पार्शियल फ्र्याक्सनमा ब्रेक गर्नको लागि चाहिँ x minus 1 x square plus 4 छ है यो लिनियर फ्याक्टरलाई समस्या भएन a डिवाइड बाइ x minus 1 हो अब यो क्वाड्रेटिक फ्याक्टर छ नि x square plus 4 त्यसमा चाहिँ के लेख्नु पर्यो भने bx plus c लेख्नु पर्यो अनि डिवाइड बाइ x square plus 4 लेख्ने ल यो यति चाहिँ डिफरेन्ट छ अगाडि गरेको भन्दा हैन अब एलसीएम लिने अरु सबै प्रोसेस त सेम नै हो अब a b c को भ्यालु हामीले 1 बाइ 1 निकाल्नु पर्यो पहिला एलसीएम लिने एलसीएम लिँदाखेरि x मात्रै रहन्छ a अनि x square plus 4 plus b x plus c x minus 1 or x equal to a x square plus 4 bx ले र c ले छुटा छुटै मल्टिप्लाई गरेर राख अलि सजिलो हुन्छ x minus 1 plus c x minus 1 भयो अब हामीले 1 बाइ 1 a b र c को भ्यालु निकाल्नु पर्यो हैन अब जस्तो हेर त a को भ्यालु निकाल्नलाई a को भ्यालु निकाल्न यो सेकेन्ड र थर्ड टर्मलाई 0 बनाउनु पर्यो सेकेन्ड र थर्ड टर्मलाई 0 बनाउनलाई यहाँ हेर्दा x को ठाउँमा 1 राख्यो भने 1 - 1 ले यो 0 हो 1 - 1 ले यो पनि 0 हो त्यसो गर्दा a निक्लिन्छ है भनेपछि फर्स्टमा के गर्नु पर्यो पुटिङ x इक्वल टु 1 राख ल 1 राख्दाखेरि यो के बनिन्छ हेर त 1 इक्वल टु a 1 को स्क्वायर प्लस 4 अनि यो सबै 0 हुन्छ ल प्लस 0 प्लस 0 Therefore, a को भ्यालु कति आयो त 1 स्क्वायर प्लस 4 भनेको 5 5 त 1 सम्म जाँदाखेरि डिवाइडमा 1 बाइ 5 भयो ल यो a को भ्यालु आयो त्यस्तै गरी a को भ्यालु निकालिसकेपछि अब b को भ्यालु एकैचोटी अहिले निक्लिँदैन होला के b को भ्यालु निकाल्नलाई यो a भन्ने टर्म यो फर्स्ट टर्म र थर्ड टर्मलाई 0 बनाउनु पर्यो त्यो एकैचोटी 0 हुँदैन नि त त्यही भएर b अहिले निक्लिँदैन c 0 c निक्लिन सक्छ c निकाल्नको लागि a र b 0 हुनु पर्यो a र b एकैचोटी 0 a र b पनि एकैचोटी 0 हुँदैन हेर त यहाँ a र b एकैचोटी 0 हुँदैन भनेपछि अब के गर्ने भने नि यस्तो गर्न सकियो यो टर्मलाई 0 बनाइदिने यो टर्मलाई 0 बनाइदिएपछि a र c रहन्छ अनि a को भ्यालु 1/5 निक्लिसकेछ त्यसो गर्दा c को भ्यालु निक्लिन्छ हो अब यो सेकेन्ड टर्मलाई 0 बनाउनलाई x को ठाउँमा 0 राख्दिदा भयो नि त पुटिङ x इक्वल टु 0 x इक्वल टु 0 भन x को भ्यालु 0 राख्यो भने यहाँबाट हेर त यहाँबाट यो 0 भयो 0 इक्वल टु a अनि यो x त 0 भइहाल्यो यो 4 रह्यो यहाँ प्लस यो होल टर्म 0 अनि c 0 - 1 ले -1 हुन्छ 0 इक्वल टु a भनेको 1/5 अनि इन्टु 4 यो माइनस c भयो 4 1 जा 4 अनि यो माइनस यता आउँदाखेरि therefore c इक्वल टु 4/5 आयो ल c को भ्यालु 4/5 आयो त्यसपछि यहाँनिर हेर एन्ड अब फेरि के राख्ने भने त पुटिङ के पुट गर्नु पर्यो भन्दाखेरि अब यो b निकाल्नु पर्यो हैन b निकाल्नको लागि अब यो a र c एकैचोटी 0 हुँदैन भनेपछि एउटा अर्को भ्यालु राख्दियौ न कुनै एउटा भ्यालु राख्दियौ सजिलो भ्यालु राख्दियौ 1 र 0 राखिसकेछ x को भ्यालु ल 2 राख्दियौ ल 2 राख्दियौ यहाँनिर 2 इक्वल टु यो a को भ्यालु कति छ हेर त यहाँ हेर 1/5
अनि 2 को स्क्वायर भनेको 4 प्लस 4 प्लस b निकाल्नु पर्ने x को भ्यालु 2 2 minus 1 प्लस c को भ्यालु निकालिसकेको छ 4/5 2 minus 1 है अनि 2 इक्वल टु यो 4 प्लस 4 ले 8/5 भयो यहाँ प्लस 2b प्लस 4/5 यो 8/5 र 4/5 लाई एड गर्यो भने कति हुन्छ 12/5 प्लस 2b और 2b इक्वल टु 2 minus 12/5 इक्वल टु 5 to 10 minus 12 ले कति हुन्छ minus 2/5 हुन्छ 2b इक्वल टु minus 2/5 भयो भने b इक्वल टु कति हुन्छ 2 2 काटेपछि minus 1/5 आउँछ ल यो अलि मुनि भयो कति देखिन्छ कि देखिँदैन b is equal to minus 1/5 भयो अब यस पछाडी यहाँनिर हेर नाउ अब चाहिँ यहाँबाट हेर इन्टिग्रेसन लेख इन्टिग्रेसन x dx डिवाइड बाइ x minus 1 x square plus 4 अब यसको ठाउँमा के लेख्न पाइयो त यो दुईटा लेख्न पाइयो हैन यो भित्रको ठाउँमा भनेपछि तर इन्टिग्रेसन पनि राख a भनेको 1/5 1/5 dx x minus 1 plus integration b भनेको minus 1/5 x plus c भनेको 4/5 अनि डिवाइड बाइ यो x स्क्वायर प्लस 4 dx ठीक छ हैन अब यो 1/5 लाई बाहिर राख्ने 1/x minus 1 को इन्टिग्रेसन भनेको log x minus 1 प्लस अब यहाँ 1/5 4/5 भनेपछि एलसीएम लिँदा minus x plus 4 डिवाइड बाइ 5 होल डिवाइड बाइ x स्क्वायर प्लस 4 dx 1/5 ln x minus 1 प्लस अब यो 5 यसो गर ल अब यहाँ minus x plus 4 बाट माइनस कमन तानेर बाहिर राख अनि यो मुनिको यो 5 छ नि यो यहाँनिर 1/5 यसरी लेख ल यसो गर्यो भने यो minus x plus हुन्छ किनभने कमन लिएको छ अनि यो प्लस 4 चाहिँ minus 4 हुन्छ डिवाइड बाइ x स्क्वायर प्लस 4 भयो x स्क्वायर प्लस 4 भयो dx अब यस पछाडी अझै हेर यहाँनिर 1/5 ln x minus 1 minus 1/5 लाई यसरी ब्र्याकेटमा राख अनि यो x स्क्वायर प्लस 4 ले एकचोटी x लाई डिवाइड गर एकचोटी 4 लाई डिवाइड गर छुट्टा छुट्टै गर अनि इन्टिग्रेसन पनि लेख्दियौ ल x बाइ x स्क्वायर प्लस 4 dx minus integration of 4 dx x square plus 4 bracket close अब यहाँनिर हेर 1/5 ln x minus 1 अनि minus 1/5 अब यसमा हेर ल यसमा मुनिपट्टि x स्क्वायर प्लस 4 छ माथि x छ x स्क्वायर को डेरिभेटिभ कति हुन्छ 2x हुन्छ माथि x छ भनेपछि माथि पनि 2x बनाइदिने 2x बनाइदिने ल यहाँ 2x बनाऊ अनि यहाँ इन्टिग्रेसन x स्क्वायर प्लस 4 dx यो 2 थपेकोले गर्दा यहाँनिर डिवाइड पनि गर अनि माइनस यो 4 हैन अनि 1/x स्क्वायर प्लस 4 यो 4 भनेको 2 को स्क्वायर हो नि त यो 4 भनेको 2 को स्क्वायर भनेपछि x स्क्वायर प्लस a स्क्वायर 1/x स्क्वायर प्लस a स्क्वायर भनेको tan इन्भर्स 1/a tan इन्भर्स x हो 1/a भनेको 2 भयो tan इन्भर्स x/2 यति हुन्छ ल यो tan इन्भर्स को फर्मुला लाग्यो ल इक्वल टु 1/5
ln x minus 1 अब यो minus 1/5 ले यो ब्र्याकेटलाई ओपन गर गर्दै 5 2 जा 10 भयो यहाँ 1/10 अनि यो log मा गयो log x square plus 4 यो 2 ले 4 लाई काट्यो भने 2 times minus अनि यो minus 1/5 ले पनि मल्टिप्लाई गर्दा 2/5 रह्यो ल 2/5 10 inverse x/2 plus c ल यति हो यसको आन्सर अलि लामो हुन्छ नि यो खालको ध्यान दिएर गर सजिलै छ अब यो क्वेशन नम्बर 2 र 1 उस्तै छ हैन त्यसकारणले म 3 नम्बरको चाहिँ गर्दिन्छु ल 3 नम्बरको क्वेशन हेर 1 dx divided by 2 minus x square plus 3 let 1 divided by 2 minus x square plus 3 equal to 2 minus x linear factor भनेपछि a divided by 2 minus x square plus 3 भनेको क्वाड्रेटिक फ्याक्टर त्यसको लागि के गर्नु पर्यो bx plus c लेख्नु पर्यो अनि x square plus 3 छँदैछ अब एलसीएम लिएर मुनिको काट यहाँ रहन्छ 1 equal to a x square plus 3 plus bx plus c times x 2 minus x 2 minus x एक स्टेप अझै यसलाई एक्सपान्ड गर x square plus 3 plus यो bx ले मल्टिप्लाई गर त bx 2 minus x हुन्छ अनि प्लस c ले 2 minus x भयो भएन अब चाहिँ हामीले 1 by 1 abc को भ्यालु निकाल्ने अहिलेको जस्तै हो डाइरेक्टली a को भ्यालु निक्लिँदैन यो सरी डाइरेक्टली यो b को भ्यालु निक्लिँदैन त्यसकारणले a को भ्यालु निकाल्न सकिन्छ हैन a को भ्यालु निकाल्नलाई यसलाई र यसलाई 0 बनाउने यो दुईटालाई 0 बनाउन x को ठाउँमा 2 राख्दा 0 हुन्छ नि यो दुईटा हैन पुटिङ x equal to 2 1 equal to यो यहाँनेर a 2 को स्क्वायर plus 3 plus यो 0 यो 0 0 plus 0 therefore a भन्ने कति आयो र त 2 स्क्वायर भनेको 4 plus 3 7 1/7 1/7 आयो अब यस पछाडी c को भ्यालु निकाल्नु ल c को भ्यालु निकाल्नलाई यो दुईटालाई 0 बनाउन सकिन्छ सकिँदैन c को भ्यालु निकाल्नलाई यसलाई 0 बनाउने यसलाई 0 बनाउन x को ठाउँमा 0 राख्देऊ यो 0 हुन्छ पुरा अनि a को भ्यालु निकालिसकेछ c निक्लिन्छ पुटिङ x equal to 0 1 equal to a को भ्यालु 1/7 निकालिसकेछ अनि त्यसपछि 0 भनेपछि यहाँ 3 मात्रै भयो प्लस यो होल टर्म यो के हुन्छ यो 0 हुन्छ 0 प्लस c अनि 2 minus x भनेको 0 2 minus 0 ल यसो गर्यो भने यो 3 हो ल 1 equal to 3/7 plus 2c भयो अब यस पछाडी यहाँनेर हेर यो 3/7 लाई त 1 सँग मल्टिप्लाई गर्न ल्यायो भने के हुन्छ भने त 2c equal to 1 minus 3/7 or 2c equal to 7 minus 3 ले 4/7 यो 2 ले 2 times c equal to 2/7 आयो c को भ्यालु 2/7 आयो अब हामीले निकाल्नु पर्यो b को भ्यालु निकाल्नको लागि x को एउटा सजिलो भ्यालु राख्दियो x को एउटा सजिलो भ्यालु के राख्छ त 0 राख्यौ हैन अब 2 राख्यौ 1 राख्दियौ 1 राख्दिने ल 1 राख्दिँदा यसमा के हुन्छ 1 equal to a को भ्यालु निकालिसकेछ 1/7 अनि यहाँ 1 स्क्वायर x को ठाउँमा 1 राख्नु पर्यो नि त 1 स्क्वायर भनेको 1 plus 3 ले 4 हुन्छ प्लस b निकाल्नु पर्ने छ b अनि 1 2 minus 1 प्लस c अब c भनेको चाहिँ 2/7 2/7 अनि यहाँनेर 2 minus 1 2 minus 1
यसो गरेर यसलाई सल्भ गर्यो भने कति हुन्छ त 1 इक्वल टु 4/7 प्लस 2 माइनस 1 ले 1 नै भयो यानी चाहिँ b मात्रै रह्यो यहाँ 2 माइनस 1 1 यो 2/7 भयो 2/7 अब यहाँ हेर 1 इक्वल टु 4/7 र 2/7 जोडिदा 6/7 भयो प्लस b और b equal to 1 minus 6/7 7 minus 6 ले 1/7 therefore b equal to 1/7 आयो हैन ल यो abc को भ्यालु अलि केयरफुल भएर निकाल्नु पर्छ ल abc को भ्यालु रङ निकाल्यो भने तिमीहरुको आन्सर त आउँछ तर त्यो रङ नै आउँछ आन्सर ल यति भइसकेपछि अब के गर्नु पर्यो त भन्दाखेरि नाउ अब यो हेर इंटीग्रेशन 1 dx डिवाइड बाय 2 minus x x स्क्वायर प्लस 3 हैन इक्वल टु इंटीग्रेशन अब यो लेख्ने हो a को भ्यालु राख a को भ्यालु भनेको 1/7 dx डिवाइड बाय 2 minus x प्लस इंटीग्रेशन bx b भनेको कति निकालेको छ 1/7 x प्लस c भनेको 2/7 डिवाइड बाई x स्क्वायर प्लस 3 हैन अनि dx अब यस पछाडी के गर्नु पर्यो भने यो 1/7 लाई बाहिर राख यसरी यहाँ 2 minus x छ हेर त मुनि भनेपछि यसलाई लग मा लानको लागि माथि कति हुनु पर्छ भन त -1 हुनु पर्छ नि त किनभने 2 minus x को डेरिभेटिभ -1 हुन्छ माथि -1 छैन नि त -1 छैन भने हामी -1 लेख्दिने हैन सजिलो छ नि त कुरा त -1 यहाँ यतिकै लेख्न पाइएन नि त यहाँ -1 लेखिसकेपछि यहाँ पनि माइनसले मल्टिप्लाई गरिदिनु पर्यो माइनस माइनस प्लस हुन्छ जस्ता त्यस्तै रहन्छ त्यसो गर्दा प्लस 1/7 टु 2/7 यहाँबाट 1/7 बाहिर निकाल्यो भने इंटीग्रेशन x प्लस 2 डिवाइड बाई x स्क्वायर प्लस 3 2/7 नै हो नि हैन 2/7 अनि dx इक्वल टु -1/7 यो लग मा गयो ल अब log 2 minus x प्लस 1/7 अब यहाँ यसरी स्क्वायर ब्रैकेट लेख x स्क्वायर प्लस 3 ले x लाई छुट्टै डिवाइड गर इंटीग्रेशन राखेर x स्क्वायर प्लस 3 प्लस फेरि इंटीग्रेशन अब x स्क्वायर प्लस 3 ले 2 लाई डिवाइड गर 2 dx x स्क्वायर प्लस 3 ध्यान दिएर स्टेप हेर्यो भने बुझिहालिन्छ 1/7 ln 2 minus x plus 1/7 स्क्वायर ब्रैकेट इंटीग्रेशन अब यहाँ हेर ल यहाँ मुनि हेर त के छ x स्क्वायर प्लस 3 छ यसको डेरिभेटिभ 2x हुन्छ माथि पनि 2x बनाइयो भने यो लग मा जान्छ माथि त x मात्रै छ हैन के गर्ने त भन त माथि x मात्रै छ भने चाहिँ 2 थप्दिने यहाँ 2 थपेपछि त्यसलाई ब्यालेन्स गर्न यता 1/2 राख्नु पर्यो प्लस यो 2 लाई बाहिर लेख्दियौ x स्क्वायर प्लस 3 लाई केमा लाने भन त यो चाहिँ tan इन्भर्स को उसमा जान्छ के इंटीग्रेशन अफ 1/x स्क्वायर प्लस a स्क्वायर भनेको 1/a tan इन्भर्स x by a हुन्छ नि त अब त्यसमा लानको लागि यसलाई के गर्नु पर्यो भने x स्क्वायर प्लस यो 3 लाई चाहिँ स्क्वायर कसरी लेख्ने √3 को स्क्वायर लेख्ने 3 लाई √3 को स्क्वायर लेख्ने है त्यति गरिसकेपछि अब यो सबै फर्मुलामा गयो ln 2 minus x प्लस यो 1 by ल ठिकै छ एकपल्टलाई 1/7 अनि यो 1/2 यो log x स्क्वायर प्लस 3 प्लस 2 डट यो केमा गयो अरे यो भनेको चाहिँ 1/a भनेको यो √3 अनि tan इन्भर्स x by a भनेको √3 अनि प्लस c ल इक्वल टु -1/7
ln 2 minus x अब यो 1/7 ले यो सबैलाई मल्टिप्लाई गर त 1/7 यसलाई गर्दाखेरि के हुन्छ भने plus 1/14 ln x square plus 3 हुन्छ अब 1/7 ले यसलाई गर्दाखेरि कति हुन्छ हैन त plus 2/7 root 3 tan inverse x by root 3 plus c हुन्छ ल यति हो यसको आन्सर अलि होस गरेरै गर्नुपर्छ है यो कहाँ अलिकति सानो मिस्टेक भयो भने सबै होल बिग्रिन्छ क्वेशन नम्बर 4 सल्भ गरौँ ल अब क्वेशन नम्बर 4 मा के भनेको छ भने 5x square dx x plus 1 2x square plus 3 2x square plus 3 छ ल यसलाई पार्शियल फ्र्याक्सन मा ब्रेक गर्ने x plus 1 2x square plus 3 हुन्छ हैन इक्वल टु a डिवाइड बाइ x plus 1 लिनियर फ्याक्टर भएकोले गर्दा x plus 1 प्लस यो 2x square plus 3 भनेको यो क्वाड्रेटिक फ्याक्टर हैन क्वाड्रेटिक फ्याक्टरमा चाहिँ यस्तो लेख्नु पर्यो bx plus c लेख्नु पर्यो डिवाइड बाइ 2x square plus 3 यस्तो हुन्छ है अब एलसीएम लिएर तल तलको काटिदाखेरि 5x square इक्वल टु a 2x square plus 3 अनि प्लस bx plus c x plus 1 अब के गर्ने भन्दाखेरि 5x square इक्वल टु a 2x square plus 3 प्लस यो bx ले एकचोटी मल्टिप्लाई गर्यो भने bx x plus 1 हुन्छ अनि c ले गर्यो भने c x plus 1 हुन्छ हैन अब यसमा हामीले a b र c को भ्यालु निकाल्नु पर्छ है a को भ्यालु निकाल्नको लागि यो दुईटालाई 0 बनाउनु पर्यो यो दुईटा 0 बनाउनको लागि हेर्दा यहाँ x को ठाउँमा -1 राख्यो भने यो 0 हुन्छ -1 राख्यो भने यो 0 हुन्छ त्यसो गर्दा a निक्लिन्छ भनेपछि के पुट गर्नु पर्यो त पुटिङ x इक्वल टु -1 राख्देऊ यहाँनेर 5 -1 को होल स्क्वायर इक्वल टु a 2 डट -1 को होल स्क्वायर प्लस 3 प्लस 0 प्लस 0 5 इक्वल टु a यो 1 -1 को स्क्वायर भनेको 1 नै हुन्छ हैन 2 प्लस 3 ले 5 भयो यहाँ 5a आयो भनेपछि 5 काटेपछि त a को भ्यालु 1 आयो ल a को भ्यालु त 1 आयो अब नि अब यो यसलाई 0 बनाउने b को भ्यालु निक्लिँदैन के अहिले सुरुमै निक्लिँदैन b को भ्यालु ननिक्लेपछि यसलाई 0 बनाउने a को भ्यालु निक्लेको छ c निक्लिन्छ त्यसो गर्दा अब यसलाई 0 बनाउन x = 0 राख्ने पुटिङ x = 0 x = 0 राख्यो भने यहाँनेर यहाँ के हुन्छ र यो 0 हुन्छ हैन 0 = a को भ्यालु 1 निकालेको छ यो पनि 0 भयो यहाँनेर 3 मात्रै रह्यो अनि यो बीचको टर्म पनि 0 भयो प्लस c यहाँनेर पनि 1 मात्रै भयो हैन त्यसो गर्दा 0 = 3 प्लस c भयो therefore c = -3 आयो अब यस पछाडी यहाँनेर हेर एन्ड अब हामीले निकाल्नु पर्यो b को भ्यालु a र c को भ्यालु निकालिसकेपछि b को भ्यालु निकाल्नलाई x को भ्यालु जति राखे पनि हुन्छ 1 2 3 4 हैन -1 -2 जति राखे पनि हुन्छ जति राखे पनि हुन्छ भन्दैमा जे पाए त्यही नराख्ने सजिलो भ्यालु छानेर राख्ने x को भ्यालु हामीले कति राख्यौ -1 राखेछ 0 राखेछ अब 1 राख्देऊ 1 राख्दाखेरि 5x स्क्वायर कति हुन्छ 5 हुन्छ इक्वल टु a को भ्यालु हामीले निकालेको छ 1 2x स्क्वायर हो x को ठाउँमा 1 राख्दै यो 2 + 3 भयो प्लस b डट 1 1 + 1 प्लस c को भ्यालु -3 छ ल -3 1 + 1 5 = 5 प्लस यो 2b -6 यो 5 काट्यो भनेपछि 2b = 6 b = 3 आयो
b इक्वल टु 3 आयो ल यो एबीसी को भ्यालु निकालिसक्यो अब यहाँनिर हेर now integration 5x square dx divide by x plus 1 2x square plus 3 हैन यसलाई के लेख्ने त यो लेख्ने हो a को ठाउँमा भ्यालु कति छ 1 अनि dx राख्दिने x plus 1 integration b को भ्यालु कति निकाल्यो 3x plus c को भ्यालु कति निकालेको छ -3 छ हैन त्यसैले यहाँनिर bx plus c भनेको -3 हुँदै यहाँ -3 हुन्छ त्यसरी अनि यहाँनिर डिभाइड बाइ 2x square plus 3 dx यस्तो हो अब यो त log मा गइहाल्यो सिधा सिधा हैन log x plus 1 भयो अब यसमा के गर्ने भन्दाखेरि 3 कमन लिँदा नि हुन्छ ल छोड्दै यसले यसलाई डिभाइड गरेर यसले छुट्टा छुट्टै डिभाइड गर्ने पर्छ ल यो चाहिँ 3x dx 2x square plus 3 minus integration 3 dx 2x square plus 3 हुन्छ ठीक छ हैन ln x plus 1 plus यो 3 लाई बाहिर लेख ल यो 3 लाई बाहिर लेख अब यहाँ मुनि हेर यहाँ माथि x dx छ अनि 2x square plus 3 यहाँ मुनि हेर यसको डेरिभेटिभ कति हुन्छ भने त 2x square को डेरिभेटिभ x square को डेरिभेटिभ 2x आउँछ 2 2 4 भनेपछि 4x भयो नि त 3 को डेरिभेटिभ 0 माथि चाहियो 4x यहाँ 4x चाहियो तर x छ अनि 4 यहाँ थप्दिने यहाँ थपेपछि यहाँनेर डिभाइड पनि गर्नुपर्छ माइनस अनि त्यसपछि यो 3 लाई पनि बाहिर लेख अब यहाँनेर पनि थोरै हेर ल यो यसलाई हामीले यो फर्मेटमा लानु पर्छ के इन्टिग्रेसन 1 बाइ यो प्लस वाला छ नि त हैन x स्क्वायर प्लस a स्क्वायर dx यो फर्मेटमा लग्यो भने यो 1 बाइ a tan इन्भर्स x बाइ a हुन्छ के यो अब पहिला हेर त्यहाँ x स्क्वायर मात्रै छ नि त यहाँ 2x स्क्वायर छ भने चाहिँ यहाँबाट पहिला यो x स्क्वायर को अगाडि भएको नम्बरलाई हटाउनु पर्यो हटाउनलाई के गर्नु पर्यो भने त्यो कमन लिनु पर्यो नि त 2 कमन लिने कमन लिइसकेपछि भित्र के रहन्छ x स्क्वायर प्लस 3 मा त 2 थिएन भने चाहिँ यहाँ डिभाइड बाइ 2 आउँछ यसरी ल यो त बेसिक प्रोसेसहरु होला यो अगाडिको एक्सरसाइजहरुमा तिमीले सिक्यौ होला यसपछि के हुन्छ भने यहाँनेर हेर ल ln x plus 1 plus 3/4 यो log मा गयो log 2x square plus 3 minus 3 यो 2 यता आयो divide by 2 यानी इंटीग्रेशन dx x square plus यो 3/2 लाई अब होल स्क्वायर को फर्ममा लेख्नलाई √3/2 को होल स्क्वायर लेख्नु पर्छ है अब त्यसपछि के हुन्छ भने ln x plus 1 plus 3/4 ln 2x square plus 3 minus यो 3/2 अब यसलाई यो फर्मुला लाउ त 1/a 1/a भनेपछि हेर त 1/a भनेको त्यो 1/√3/2 आउँछ हैन यो पल्टाएर म डाइरेक्ट लेखिदिन्छु यहाँ के हुन्छ 2/√3 हुन्छ ठीक छ अनि tan इन्भर्स x/a x/a भनेको √3/2 प्लस c यो बुझ्यौ होला नि त अब इक्वल टु ln x plus 1 plus 3/4 ln 2x square plus 3 minus अब यहाँनेर हेर यो के हुन्छ भने त 3/2 into √2/3 छ अब यहाँ हेर ल यो 3 छ नि यो 3 भनेको दुईटा √3 हो नि त दुईटा √3 हो यो 3 भनेको त्यसकारणले एउटा √3 काटिन्छ अनि माथि चाहिँ एउटा √3 रहन्छ माथि एउटा √3 रहन्छ त्यस्तै मुनिको यो 2 हेर यो 2 भनेको दुईटा √2 हो एउटा √2 काटेपछि मुनि √2 रहन्छ अनि tan इन्भर्स यो √3/2 पल्टिदाखेरि के हुन्छ 2/3x plus c हुन्छ ल यति हो यसको आन्सर
क्वेसन नम्बर 5 हेर अब इंटीग्रेशन अफ 1 by x power 4 minus 1 dx। अब यसमा मुनिको हेर त x4 minus 1 लाई थोरै बनाउनु पर्छ। यसलाई यसरी बनाऊ। x4 minus 1 छ नि, यो भनेको चाहिँ के हो भने x स्क्वायर को होल स्क्वायर माइनस 1 लाई त 1 को स्क्वायर लेख्न मिल्छ। अब भनिसकेपछि अब यो के हुन्छ भने a स्क्वायर माइनस b स्क्वायर को फर्मुलामा गयो। a माइनस b a प्लस b। अब यो x स्क्वायर माइनस 1 लाई फेरि हामी a माइनस b a प्लस b लेख्न मिल्छ नि त, a प्लस b x स्क्वायर प्लस 1। ल यो x4 माइनस 1 भनेको यतिमा ब्रेक भयो। ल भनेपछि हाम्रो के भयो त भन्दाखेरि क्वेसन चाहिँ के बन्यो त 1 dx x4 minus 1 थियो नि, यो कस्तो बन्यो भन्दाखेरि इंटीग्रेशन 1 dx यो लेख्नु पर्यो। अब x minus 1 x plus 1 x स्क्वायर प्लस 1 यस्तो भयो। अब यसलाई हामीले पार्शियल फ्र्याक्सन मा ब्रेक गर्नु पर्यो। लेट 1 by x minus 1 x plus 1 x स्क्वायर प्लस 1 इक्वल टू, अब यो x minus 1 लिनियर फ्याक्टर हो, a डिवाइड बाई x minus 1 लेखिदिने प्लस x plus 1 पनि लिनियर फ्याक्टर हो, b डिवाइड बाई x plus 1 लेखिदिने। x स्क्वायर प्लस 1 क्वाड्रेटिक फ्याक्टर हो, त्यसलाई अब b गइसकेपछि cx plus d लेख्नु पर्यो डिवाइड बाई x स्क्वायर प्लस 1 हुन्छ हैन। अब एलसीएम लिने, एलसीएम लिँदाखेरि मुनि मुनिको काटिन्छ अनि 1 इक्वल टू, अब यसबाट यहाँ a कति मल्टिप्लाई हुन्छ x minus 1 बाई यो दुईटा मल्टिप्लाई हुने भयो हैन, x plus 1 x स्क्वायर प्लस 1 प्लस b मा x plus 1 बाई x minus 1 x स्क्वायर प्लस 1 जान्छ। त्यस्तै गरी यसमा cx plus d मा यसमा कति जान्छ, यसमा चाहिँ x minus 1 अनि x plus 1 जान्छ। ठीक छ, यो भयो त हाम्रो इक्वेसन, मेन इक्वेसन यो भयो। यसलाई यसरी 1 भन्दा नि हुन्छ। अब a b c र d को भ्यालु निकाल्नु पर्यो। ल यहाँ हेर, ल यो a निकाल्नलाई नि जस्तो x को भ्यालु 1 राख्यो भने यो b भन्ने टर्म 0 हुन्छ नि त। त्यस्तै गरी x को भ्यालु 1 राख्यो भने यो 1 माइनस 0, यो 0 ले यो होल थिङलाई पनि के बनाइदिन्छ, 0 बनाइदिन्छ। भनेपछि के गर्नु पर्यो, पुटिङ x इक्वल टू 1, x को भ्यालु 1 राख्यो भने 1 इक्वल टू a 1 प्लस 1 1 स्क्वायर प्लस 1, यो भनेको a को भ्यालु कति आयो 1 बाई यो 2 हुन्छ, 2 टू 4 1 बाई 4 आयो, 1 बाई 4 आयो ल a को भ्यालु। त्यस्तै अब यहाँ नेर हेर, a को भ्यालु निक्लिसकेपछि अब नि यो b को भ्यालु निकाल्नको लागि यो दुईटालाई 0 बनाउनु पर्यो हैन। यो दुईटालाई 0 बनाउनलाई x को ठाउँमा -1 राख्यो भने यो 0 हुन्छ। त्यस्तै यहाँ नेर पनि -1 राख्यो भने होल टर्म 0 भयो नि त, त्यसो गर्दा b को भ्यालु निक्लिन्छ हो। ठीक छ, भनेपछि x को भ्यालु कति राख्नु पर्यो, अब x इक्वल टू -1 राख्ने। ल यो चाहिँ अलिकति ध्यान दिएर हेर्नु पर्छ है। x इक्वल टू -1 राख्यो भने a र c को यो भ्यालु 0 हुन्छ, थर्ड र फर्स्ट को भ्यालु b को भ्यालु निक्लिन्छ। 1 इक्वल टू यो 0 हुन्छ प्लस b -1 -1 ले -2 -1 को स्क्वायर प्लस 1 ले 2 हुन्छ। ल यो मैले डाइरेक्ट राख्दिए यो -1 को भ्यालु प्लस x को ठाउँमा यहाँ -1 राख्यो भने 0 हुन्छ, 0 ले होल थिङलाई 0 बनाइदिन्छ। त्यसो गर्यो भने b को भ्यालु कति आयो त हेर त, -2 र 2 ले -4b हुन्छ। भनेपछि -1/4 आयो हैन, -1/4 आयो। ल a र b को भ्यालु निक्लियो। अब c र d को भ्यालु निकाल्नु पर्यो। अब c र d को भ्यालु निकाल्नलाई हेर, ल के गर्ने भन्दाखेरि नि
x को ठाउँमा 0 राख्दियो भने के हुन्छ भने नि a र b को भ्यालु त अलरेडी निकालिसकेछ नि त। अब x को ठाउँमा 0 राख्दियौ भने यो cx छ नि यो वाला टर्म 0 हुन्छ भनेपछि यो c हरायो, d मात्रै रह्यो नि त। अनि d मात्रै रहेपछि d को भ्यालु निकाल्न सकिन्छ। कुरा बुझ्यौ? त्यसकारणले अब x को ठाउँमा 0 राख्ने, x = 0, x = 0 राख्दाखेरि के हुन्छ अरे अब a र b त 0 हुँदैन, तर a र b को भ्यालु निकालिसकेछ नि त हामीले हैन, यो युज गर्ने। अनि यहाँनेर चाहिँ हेर त यो cx, x को ठाउँमा यहाँनेर 0 राख्यो भने यो c भन्ने टर्म त हरायो नि त, अनि d मात्रै रहन्छ, अनि त्यो d को भ्यालु निक्लिन्छ त्यसो गर्दा। ल चाहिँ 1 = a को भ्यालु 1/4, 1/4, x को ठाउँमा 0 राख्दाखेरि के हुन्छ भन त, यो 1 यो 1 नै हुन्छ ल। अनि प्लस b को भ्यालु -1/4 छ, b को भ्यालु -1/4, अनि यहाँनेर 0, x को ठाउँमा 0 राख्दा यहाँ -1, यहाँनेर 0 राख्दाखेरि यहाँ 1, प्लस x को ठाउँमा 0 राख्दा यो cx भन्ने टर्म के भयो, हरायो, 0 भयो हैन। 0 भइसकेपछि यो सकिगयो। अब d अनि यो रह्यो, d अनि 0 - 1 ले -1, 0 + 1 ले +1, 1 = 1/4 - 1/4, माइनस माइनस प्लस ल, +1/4, अनि प्लस माइनसले माइनस d, भनेको 1 = 2/4 - d, यो 2 अनि चाहिँ यो 1/2 भयो हैन। यो माइनस d लाई यता ल्याउने प्लस d हुन्छ, 1/2 यहाँनेर, यो 1 लाई यता ल्याउँदा -1, सो गर्दा d को भ्यालु -1/2 आउँछ। ल a b र d को भ्यालु निकालिसकेपछि अब c को भ्यालु निकाल्नलाई त x को भ्यालु एउटा कुनै राख्दियो, सजिलो भ्यालु राख्दियो, त्यहाँबाट c को भ्यालु निक्लिहाल्छ। एन्ड अब x को भ्यालु कति राख्दिने त, x को भ्यालु 0 राख्यौं हामीले, हेर है 1 राख्यौं, -1 राख्यौं, 0 राख्दियौ। अब अर्को भ्यालु के छ त, 2 राख्दियौ, x को भ्यालु 2 राख्दिने यसमा 2 राख्दा के हुन्छ र, ल 1 = a को भ्यालु 1/4, यहाँनेर 2 राख्दाखेरि 2 + 1 ले 3, यहाँनेर 2 x² मा 2 राख्दा के हुन्छ, 2 स्क्वायर, 4 + 1 ले 5, 5 प्लस b को भ्यालु -1/4, b को भ्यालु -1/4, अनि त्यसपछि x को ठाउँमा 2 राख्दा 2 - 1 ले 1, अनि यहाँ 2 राख्दा 2 स्क्वायर भनेपछि 4 + 1 ले 5। अब यहाँनेर मुख्य काम यहाँ आयो, अब प्लस यहाँनेर c.2 प्लस d को भ्यालु कति निकालेको छ, -1/2, यहाँ यहाँ d को भ्यालु -1/2 छ, त्यही भएर यो प्लसलाई यहाँ माइनस लेख्दियौ, -1/2। अनि त्यस पछाडि यहाँनेर फेरि 2 - 1 ले 1 हुन्छ, 2 + 1 ले 3 हुन्छ। ल अलिकति अब यो लामो चाहिँ लामै छ है। 1 = 3 5 = 15, 15/4, माइनस प्लसले माइनस, 5 1 = 5, 5/4, 5/4। त्यस पछाडि के भयो त यहाँनेर भन्दाखेरि प्लस यो 3 1 कति हुन्छ भने त 3 हुन्छ नि हैन। हो यो 3 ले अब यसलाई र यसलाई दुईटैलाई मल्टिप्लाई गरेर त यसलाई गर्दा कति हुन्छ, 6c - 3/2 हुन्छ। 1 = अब यो 15/4 - 5/4 भने चाहिँ 15 - 5 ले कति हुन्छ, 10/4 प्लस 6c - 3/2, 1 = यो 2 5 = 10, 2 2 = 4। अब 5/2 र 3/2 यो घटाउँदा के हुन्छ, 5 - 3 भनेको कति हुन्छ, 2/2 प्लस 6c भयो, यो काट्योपछि 1 आयो,
भनेपछि 1 इक्वल टु 1 प्लस 6c भयो 1 1 काटेर भनेपछि 0 इक्वल टु 6c भयो देयरफोर c इक्वल टु 0 हेर यत्रो धेरै दुःख गरेर c को भ्यालु त 0 पो आउने रहेछ बर्बाद भइगयो नि हैन अब ABCD को भ्यालु निकालिसकेपछि अब चाहिँ फेरि यसको इन्टिग्रेसन गर्नुपर्छ ल हामीले के निकालेको छ भने A को भ्यालु निकाल्यौं 1/4 B को भ्यालु निकाल्यौं -1/4 C को भ्यालु 0 अनि D को भ्यालु -1/2 निकालेको छ है त्यस्तै भइसकेपछि अब के गर्ने भने अब चाहिँ हामी इन्टिग्रेसनको मेन क्वेशनमा जाउँ 1 यो जुन x4 - 1 लाई त यो लेख्ने गरेको छ लेख्ने बनाछ नि त हामीले x - 1 x + 1 x स्क्वायर + 1 dx इक्वल टु अब यसलाई चाहिँ के लेख्न पाइन्छ भन्दाखेरि इन्टिग्रेसन a भनेको ठाउँमा 1/4 x - 1 dx प्लस b भनेको ठाउँमा -1/4 dx डिवाइड बाई x + 1 प्लस इन्टिग्रेसन c भनेको त 0.x प्लस d भनेको -1/2 -1/2 डिवाइड बाई x स्क्वायर + 1 dx इक्वल टु 1/4 लाई बाहिर लेख 1/4 log x - 1 -1/4 log x + 1 अनि यो -1/2 प्लस यहाँ चाहिँ माइनस आयो 1/2 यो 0x ले त 0 भइहाल्यो अनि यहाँ भित्र के रह्यो त भन्दाखेरि 1 x स्क्वायर + 1 dx इक्वल टु 1/4 ln x - 1 -1/4 ln x प्लस यो चाहिँ नि यसलाई के गर भने यो त 1/4 1/4 रहेछ नि त हैन 1/4 बाहिर कमन ल्याऊ अनि माइनस छ लगमा माइनस भयो भने के हुन्छ डिवाइडमा जान्छ x - 1 x + 1 लेख्ने अनि -1/2 यो 1/x स्क्वायर प्लस a स्क्वायर को फर्मेटमा गयो यो भने के हुन्छ 1/a 1/a भनेको 1 नै छ अनि tan इन्भर्स x/a x/a भनेको 1 प्लस c 1/4 ln x - 1 x + 1 -1/2 tan इन्भर्स x + c इज योर फाइनल आन्सर ल यो चाहिँ अलि लामो भयो है यता इन्टिग्रेसन गर्दा त त्यति धेरै लामो हुँदैन यो ABCD को भ्यालु निकाल्न चाहिँ अलिकति केयरफुल्ली निकाल्नु पर्छ त्यसो गर्दाखेरि अलिकति लामो भयो तर ठिकै छ ध्यान दिएर हेर